खै म त अब यो किन्छु आए एउटा म्याट किनेको भएन 1000 छ मसँग त्यही पनि 1000 म बक्लो नि त म तल खसे गाइस म तल खसे गाइस म तल खसे कुन चाहिँ हो तपाईलाई थाहा छ धन्दा खसे म त हिँड्दै आइराछु जसरी भए गाइस हेर्न म तल खसे गरिरहेछु ए कुन चाहिँ निलो कस्तो निलो कहाँ छ निलो ए है यता रहेछ त्यो चाहिँ के हो आउँछ सक्यो औ वेलकम आउँछ वेलकम खै त के गर्ने रहेछ अनि मलाई चाहिँ दिनुपर्छ नि त मसँग झन् कोही नै छैन गाइस हेर्नु त ए अगाडि मेरो दिदी हुनुहुन्छ हेर्नु त मलाई कोइन नदिनु भएको हो त्यो कोइन मेरो हो दिदी मसँग नि 1000 त हो नि 1020 कता पर्दैन अब ओए आफै हुन्छ आफै आउँछ लिए ल अब जाम दिदी यार कस्तो खसे गरिरहेको छु गाइस यो किन्छु अब जाम हमेसै गाइस अब म कसै जान्छु तपाईले नि हावा लिनु हो हैन ओ केटी हेर्नुस् गाइस म कसरी गइरहेको छु गाइस म खसे बच्चा मैले त बादल लिएको गाइस हेर्नु म कति प्रो छु अब हिँडेर जान्छु हैन हेर्नुस् है गाइस म हिँडेर गइरहेको छु अब म आउट भयो भने तपाईहरुको जिम्मा तपाईहरु लाइक सब्स्क्राइब गर्नु भएन त्यही तपाईहरुको जिम्मा लाइक सब्स्क्राइब गरिदिनु होला है सक्दैन यस्तो फुट्दी रहेछ म त अगाडि दिदी यही तल बाटो छ एउटा केटाले छुट्टी खाए ठीक सन्नी भाई नहीं तेरे खींच के चपट लगाई नहीं
मैले हो सरी सरी दिदी के कर रही है अब मैं निकला और गड्डी लेके और रास्ते पे वो सड़क में एक मोड़ आया मैं उठ दिल छोड़ आया एक मोड़ आया मैं उठ दिल छोड़ आया ल यार मसँग के भइरह अहिले तपाईँ थाहा छ भने भन्नुहोस् न गाइस प्लिज म फेरि गर्दै यो भिडियो बनाएर छु गाइस बुझ्नुभयो जहिले अहिलेसम्म हेरेर नखायो भने भिडियोलाई लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् है ल गर्नु नि त हामी यो वेलकम भन्ने कुन चाहिँ फिल्म आयो दिदी झन्डै खसेको है गाइस म त माथि के हो गाइस के छी यार गाइस मैले के नि कौन तो लिन पर्छ नि गाइस यार अब जाऊँ अब हिँड्दै जाने है गाइस हेर्नु है म कति पुरो छु यो किनौँ पहिला गाइस देख्नुभयो म कति पुरो छु चाहियो क्या मलाई धन्न मैले यता आइहालेँ गाइस ल आजको लागि टाटा बाई बाई बाई